हेलो सेवा सम्पूर्णमा आज चाहिँ मङ्सिरको 5 गते उदयपुर जिल्ला चौरण्डीगढी नगरपालिका बसाको यो चाहिँ शनिबारे भन्छ। शनिबारेमा चाहिँ हामी भेला भएको छौँ। चामलिङ राई बाडासा माथाङ्गाको चाहिँ आज वार्षिक भेला र पिकनिक कार्यक्रम रहेको छ। बिहानको चाहिँ अहिले 9 बजिसकेको छ। घाम पनि एकदमै कडा घाम लागेको छ। यो चाहिँ शनिबारे बसाको चाहिँ साकेलाथान नाचस्थलमा छौँ हामी। यस्तो एकदमै राम्रो ग्राउन्डको बिचमा छ। यता छौँ है हामी चाहिँ खोटाङ जिल्लाको दोर्पा गाउँमा सघन रूपमा बसोबास भएको चामलिङ राई भित्रको एउटा पासा बाडासा भित्र पनि माथाङ्गाहरू जो चाहिँ खोटाङ दोर्पाबाट बसाइ सरेर यता मधेसतिर प्रदेश नम्बर 1 को मधेसतिर जस्तै झापा मोरङ सुनसरी र उदयपुरको चामलिङ बाडासा दाजुभाइहरूको भेला यो दोस्रो वार्षिक भेला उदयपुर शनिबारेमा हामीले राखेका छौँ। पहिलो भेला चाहिँ हाम्रो इटेरी तालतलैयामा थियो र हाम्रो ढोकबेट कार्यक्रम हुँदैछ। यहाँ भर्खरै सुरुवात हुँदैछ। यो त हाम्रो विकास दाइ हुनुहुन्छ। यसको चाहिँ सुपरभाइजरदेखि लिएर हरेक उहरू सुपरभाइजर हुनुहुन्छ। यहाँ यो सेकुवाको चाहिँ उहाँ सुपरभाइजर हो। यो चिज पो कहाँ बजारको हो कि यो घरैमा काटेको कसको यो भूमिम्पा भन्ने हजुर मेरो तिप्पाको काटेको भाइ। कति धाने भयो दाजु? यो 35 धार्ने 35 धानेको चाहिँ यहाँ एकदमै बिहान नै गर्नुभयो कस्तो? यो बिहानै पो हजुर। बिहानदेखि यहाँ खटिरहनु छ उहाँहरू चाहिँ। यहाँ स्थान यो शनिबारे चौरण्डीगढी साकेलाथान बसाको चाहिँ साकेलाथानको यो जङ्गलमा प्राङ्गणमा भनौँ न, प्राङ्गणमा यो चाहिँ फुड कलर पनि नलागेको एकदमै अर्ग्यानिक छ हजुर। यो चाहिँ बाप लोकल भाले खै कतिवटा काट्नु भएको नि यहाँ चाहिँ सुप बन्दैछ। एकदम अर्ग्यानिक पिकनिक हुँदैछ यहाँ चाहिँ। यहाँ फेरि अर्को सुपरभाइजर हुनुहुन्छ उहाँ चाहिँ हाम्रो बाबै। यो फुड कलर छैन तपाईँ? फुड कलर नभएर होला हौ। फुड कलर होइन, यो अर्कै छ। हुन त अब हाम्रो अर्ग्यानिक धुवा पनि छ। यो चाहिँ फेरि औषधि हो। हामीले त धुवालाई चाहिँ औषधि त्यतिकै त्यो बाँसहरूमा काठहरूमा धुवा लगाउँदाखेरि नि कति खप्छ। त्यस्तै यो खाँदा पनि यसो बुढापाकाहरू किन कुनामा गएर बस्छ त? 80-90 वर्षको बुढाहरू बस्नुको कारण चाहिँ धुवाको चाहिँ एकदमै ठुलो फाइदा छ क्या। यो चाहिँ तल सापसुती र रुङ्कुको दाजुभाइसँग यस्तै बनाउँछ है त्यहाँ चाहिँ। तल्लो भेगको चाहिँ हाम्रो चाहिँ यो एउटा चाहिँ हो है, फेरि विज्ञान हो है यो पनि। खोला खेल्नु जाँदाखेरि चाहिँ यस्तै हुन्थ्यो। यस्तो आफ्नो आफ्नो ठाउँको प्रविधि छ कि यो तल्लो भेगको प्रविधि यस्तो छ। यता कासङहरू हुनुहुन्छ यहाँ कि अलिक संस्कारको कुरा गर्दै हुनुहुन्छ जस्तो लाग्यो। अलिअलि राजनीतिक कुराहरू पनि गर्दै हुनुहुन्छ। अनि लोकल आराखा छ रहेछ यहाँ। त्यो चाहिँ वासिम हो कि मै हो? यो वासिम चाहिँ हो कि मै खाँदै हुन्छ भनेर? रदुङ चामलिङहरूले मात्रै बुझ्नुहुन्छ यो कुरा चाहिँ। जन्मिँदाखेरि पनि चामाको पर्छ जस्तो नखा पनि चामाङ पर्छ। मिहिनेत दे देंगे को चाहिए कोई काला है कोई नहीं भने कोई नहीं लिंक पाछिवा दे मिर्गे हां मिर्गे से कगा दुङ आसिने पर्छ लिंक पाछि ना बयाका हैन दाइ
ठिक छ कस्तो छ त्यो एकदम हाम्रो यो के अरे एकदम रमाइलो छ फुड कलर बिनाको सेकुवा कस्तो छ नि एकदम टेसिलो छ अर्ग्यानिक छैन त अर्ग्यानिक रातो रङ छैन ट्यागको एकदम अर्ग्यानिक कलर छ नि ब्ल्याक कलर गुड एकदम कलरै अलिक ढिलो आउनुभयो त्यही भएर होइन एकदम ठिक हामी चाहिँ अलिक छिटो आएर यहाँ उता हिट हुँदैछ है तातिँदैछ उता प्लस गरौँ फेरि हुन्छ भाइ जेन्जीहरू चाहिँ यस्तै हुन्छ है पिकनिकमा आउने मोबाइल हेर्ने एकपट्टि बस्ने रिसाउने यहाँ हाँस्दै छ हाँस्नु चाहिँ जेन्जीहरूलाई पनि यसरी हामीले चाहिँ सामेल गरेको छौँ यो त खिच्नै पर्ने रहेछ खानुपर्छ हाम्रो दरबारभन्दा राम्रो म खिच्दैछु है हजुरहरू पहाडी हो नि त यता खेलाउनु न छिटो आराखा हिंसा गर्ने कार्यक्रम हुँदैछ खाने हो क्या यो परिवार हो अनेक कम गाडी छ यो ठिक छ कि यो 1000 रुपैयाँ चाहिँ छैन हैन यो मात्रै हो दिपेनको मैले भनेको पिछेपट्टि छौँ हामी एकदम लेभलमा छौँ मैले इन्टरभ्यूमा बुझ्दै गर्दा हामीभन्दा पछि भर्खर आफ्नो दाजुभाइहरू गठन गर्दैछ त्यो पनि सुनेको छु त्यसले गर्दा हामी मिडियममा छौँ यसरी चल्दै जाउँ ठोकेर मरिन्छ पछि जमानाहरू धेरै पछि परिहाल्यो गयो भने राम्रो नाथा दाजुभाइ यहाँ गन्थन हुँदैछ उहाँ हरायो भने त हामी बिस्तारै सबै हराउँदै जान्छौँ भन्ने कुरो त्यो त अनि झन् अहिले हजुर यसो गरौँ है अब म एउटा के भन्न चाहे भने नि हुन्छ दाजु बस्नु वास्तवमा अब हामी पनि त्यहीँमा जन्मेर हुर्केर आएको अब त्यो हाम्रो चाहिँ परम्परा हाम्रो संस्कारहरूलाई हामी बिर्सेछौँ बिर्सिनु पर्दैन चाहिँ हाम्रो वंशको हाम्रो सामयको चाहिँ सेउली गाडेकोलाई चाहिँ सेउली उखाल्दाखेरि चाहिँ त्यहाँ आवश्यक पर्दाखेरि हामी गर्ने कि नगर्ने भन्ने कुरा यति मात्रै हो र भर्खरै हामी माइनेटिङहरू सकेर अब खानातर्फ लाग्दैछौँ यहाँ बुनुहरू खट्दै हुनुहुन्छ कति सायद 2 बजेको होला अहिले चाहिँ एकदमै ढिलो भएको छ हाम्रो कार्यक्रम अलिकति लामो गन्थन भएको छ खाना सुरु भइसकेको छ यता हाम्रो ध्यानबहादुर पिप्पा दोर्पा ढुङ्गे दमकबाट टाढोबाट आउनु भएको छ यहाँ शनिबारै पर्छ
हुन्छ खाना खाने कार्यक्रम हुँदैछ गुनुहरूले बाँड्दै हुनुहुन्छ यता हाम्रो दाजुभाइको सकिएको छैन गन्छन् हेलो केन्जी बस खाना खानु सालभरिको लेबी हामीले झगडा गर्ने कुरो चाहिँ आउँदैन हाम्रो दाजुभाइ शनिबार छुट्टीको दिन हेर्नु न छुट्टीको दिन हेर्नुहोस् त शनिबार सुपारी लाउनै सुपारी मिलाएर थोरै हालिदिनु न मिलाएर अनि यो खेर जान्छ कि हेर्नु यहाँ आयोजकले कडा नुन हाल्नु भएको छ यहाँ आधा चाहिँ बेल्टर बसाएको नुन बोक्नु हिजो दुःख गर्नु पर्दा खोटाङको मान्छेले अब यहाँ अब प्रशस्त दिनु पर्यो नि त नुन त बेल्टारै रहेछ है त्यही भन्ला भरे नुन चाहिँ बेल्टारै रहेछ दामी छ होइन अर्ग्यानिक अब हाम्रो बसाको 2 केजी बढ्नु 2 केजी पुलाउ कस्तो छ ए कति थोरै हो किन थोरै यता हाम्रो युवाहरूको देखि लिएर युवतीहरूको चाहिँ थाहा भएन युवाहरूको चाहिँ ढुकढुकी अनि चाहिँ दादै ठिक छ होइन लोकल पारा लोकल एकदम दामी छ लोकल पारामा दिँदै हुनुहुन्छ यहाँ खोटाङबाट ल्याएको लोकल हो अर्ग्यानिक डुम्न ल्याउनु भयो ल 2 शब्द हजुर 2 शब्द दिनु पर्यो यहाँको चौडण्डीगढी शनिबारेको खम्बा संस्थापकदेखि लिएर यहाँ आजको प्रोग्रामको बारेमा छोटकरीमा हाम्रो चामलिङ बाँडासा माथाहाङ्गा परिवारको चाहिँ यो वार्षिक भेला हो अब अरू बेला चाहिँ हाम्रो त्रैमासिक हो तर अहिले चाहिँ 2-3 महिनामा बस्दै गरेको यो चाहिँ अनि 1 वर्षमा चाहिँ एकपल्ट गर्ने हाम्रो दाजुभाइको निधो भएको हुनाले आज चाहिँ चौडण्डीगढी नगरपालिका वडा नम्बर 4 सुम्निमा साकेला स्थानमा चाहिँ हामी सम्पूर्ण दाजुभाइहरू बाँडासा माथाहाङ्गाको परिवार चाहिँ सबैजना एक भएर घरि बाँध्दै जुत्दै आजको चाहिँ कार्यक्रमहरूलाई त पुरा गर्नु खोज्दैछौँ है अब समापन हुनु आँट्यो नि त समापन अब हुनै लाग्यो है अब त्यो नाचगान के बाँकी छ होला हाम्रो अब हाम्रो बाँकी भनेको अब आगामी उहरूमा चाहिँ सामान्य निर्णय गरेर आगामी मिटिङहरू अब 3 महिना पछाडि कहाँ बस्ने कसरी जाने भन्ने कुराहरू पनि भयो अनि हाम्रो जुन जन्मस्थल दोर्पाको पनि अलिकति दोर्पाको विषयमा पनि हाम्रो संस्कार संस्कृतिको विषयमा सामान्य छलफल गरियो त्यो चाहिँ अहिले नबताइहाल्नु होला केही पछाडि अब त्यो विषयमा चाहिँ तपाईँहरू सम्पूर्ण चामलिङ बाँडासा माथाहाङ्गा परिवारमा चाहिँ कसरी अगाडि जाने हाम्रो जन्मथलोको माथिको माथाहाङ्गालाई अगाडि कसरी बढाउने हामी कसरी जागरुक हुने विषयमा सामान्य छलफल गरियो त्यो छलफल गरेको अब कुनै अलिक अर्को मिटिङ पछाडि हामी सम्पूर्णमा हाम्रो चाहिँ तैमुराको के अरे च्यानलबाट चाहिँ हामी सम्पूर्णमा जानकारी गराउँछौँ आयोजकलाई पनि धन्यवाद एउटा ग्रुप फोटो खिच्यो भने हामी भरि फोटो खिच्नु बाँकी छ एउटा ग्रुप खिच्नुपर्छ नि त फोटो अब सम्पूर्ण फोटो खिच्नु सम्पूर्ण
जति पनि उपस्थित भएको हामी चामलिङ बाडासा माथाहाँगाको परिवारको सम्पूर्णको चाहिँ 2-4 फोटो चाहिँ सार्वजनिक गर्नेछौँ हामी। यता हाम्रो अग्रज पासुङहरू बाडासा परिवारको हाम्रो अग्रजहरू हुनुहुन्छ पुर्खाहरू पोक चाहिँ अब हाम्रो यो चाहिँ हजुर हामीलाई चाहिन्छ अब मर्दा पनि मर्दा मात्र मुखमा लाउने होइन पहिले लाउने हो क्या अब अन्न पानी खाने बेलामा पानी मात्रै लिँदै हुन्छ तपाईँहरू होइन पानी पनि हामीले नदी हुँदैछ हजुर सेकेन्ड लेभलको सुन्दर साहब 6 लेभलको सुबेदार साहब सबै सिना चाहिँ म तपाईँहरूको रेजिङ डे पो हुँदो रहेछ यहाँ बसाइको हिसाबले पनि चिनिहाल्नुहुन्छ जान्नेले बुझ्नेले त्यसले गर्दाखेरि यो चाहिँ अब हाम्रो रीतिरिवाज तरतिब हो हामीले यो चाहिन्छ खानुपर्छ तर यो खाने पनि तरिका हुन्छ जय गरौँ अलिक प्रोत्साहन कम गरौँ होला युवाहरूलाई हजुर एकदम पासुङहरूले त खानु भयो युवाहरूले चाहिँ अलिक कम गरौँ होला एकचोटि सबले जय बाडासा भन्नु ल निगाले बन्ना चाखुरा कराउने बाचन्जेल त